हेलो नमस्कार सबैजनालाई। आज चाहिँ मैले मेरो सेन्ट्रो गाडीको केही रिभ्यू दिन गइरहेको छु है। गाडी यही हो मेरो है, एकदमै कन्डिसनको छ। मैले चाहिँ हिजो भर्खर मात्र एल्लो व्हिल हालेको होइन। लगभग एल्लो व्हिल चाहिँ 40,000 जति पऱ्यो होइन, 4वटाको। यो हालिसके पछाडि चाहिँ गाडीको लुक्स नै एकदम राम्रो देखिने। त्यसकारण चाहिँ एल्लो व्हिल मैले चाहिँ आफ्नो सोखले हालेको भनौँ न, रहरले है। 4वटै छ होइन। र यो चाहिँ 2002 मोडलको सेन्ट्रो हो होइन। गाडी एकदमै कन्डिसन छ मेरो। र यसको इन्जिनको कुरा गर्नुहुन्छ भने चाहिँ 979 सीसीको इन्जिन हुन्छ यसमा है। सेन्टर लक पनि हुन्छ। यसको चाहिँ इन्टेरियर पार्टहरू यस्तो छ होइन। अब चाहिँ यो गाडीको सिटको अहिले चाहिँ मैले यो रातिको समयमा रिभ्यू गरेको कारणले गर्दा चाहिँ त्यति उज्यालो आएको छैन होइन। गाडी एकदमै कन्डिसन छ मेरो, वान हेन्ड गरेर चलाएको मैले होइन। र यसले चाहिँ माइलेज एकदमै राम्रो दिन्छ कि तपाईँहरूको। यसको माइलेजको कुरा गर्नुहुन्छ भने चाहिँ तपाईँको 5.5 गियरमा हिँड्ने बाटो छ भने चाहिँ यसले नगराइकन 19देखि 20सम्मको माइलेज दिन्छ है। 2002 मोडलको गाडी भए पनि इन्जिन चाहिँ मैले भर्खर बनाएको, लगभग 5-6 महिना जति भयो होइन। यसको चाहिँ फुल इन्जिन खोलेर मैले लगभग च्यानचुन 1 लाख जति खर्च गरिसकेँ होइन। इन्जिनमा मात्र मैले 1 लाख जति खर्च गरिसकेँ। र यसको चाहिँ हाइवेमा 19देखि 20सम्मको माइलेज दिन्छ होइन। 1000 सीसीको इन्जिन हो, 979 सीसीको होइन, 4 सिलिन्डर हो है। अनि चाहिँ यसको चाहिँ सेमी अप्सन हुन्छ। सेमी अप्सन भनेको चाहिँ तपाईँहरूको चाहिँ अगाडिको 2टा पावर विन्डो होइन, अनि ब्याक वाइपर भयो, अनि सेन्टर लक मैले पछि हाले। ल, गाडीको मैले रिभ्यू दिइहालेँ साथीहरू होइन। गाडी एकदमै मेरो कन्डिसनमा छ है। 2002 मोडलको भए पनि तपाईँहरूको चाहिँ 10-12 मोडलको अनुभव हुन्छ यो गाडी चलाउँदा। थ्याङ्क यू।